दर्शक नमस्कार, यतिखेर हामी गल्छी आइपुगेका छौँ। गल्छीमा भर्खरै यो माइक्रो र प्राइभेट कार दुर्घटना भएको छ। लगभग 3-4 जना घाइते भएका छन्। घाइतेलाई यतिखेर राखिएको छ। एम्बुलेन्स हामी अघिदेखि बोलाइरहेका छौँ, तर एम्बुलेन्स आइसकेको छैन। काठमाडौँदेखि मुगलिङतर्फ आउँदै गरेको ग1 प 207 नम्बरको यो पर्यटक बोक्ने गाडी माइक्रो र त्यस्तै अर्को हामी देख्न सक्छौँ यता मुगलिङबाट काठमाडौँतर्फ जाँदै गरेको यो कार बागमती प्रदेश 027 513 र एम्बुलेन्स पनि भर्खर आइपुगेको छ। हाइवे एकछिन डिस्टर्ब छ। यति लापरवाही छ यो सडक खण्डमा। घाइतेहरू छन्। हामीले केही बेर अगाडि उद्धारमा खट्यौँ। अहिले रिपोर्टिङ हामी पछि जोडिएका हौँ। हाम्रै अगाडि चाहिँ दुर्घटना भएको देखिसकेपछि हामी यसरी रगत्तै भएको छ। अनि हामी देख्न सक्छौँ घाइतेलाई यसरी एम्बुलेन्समा राखिएको छ। यता 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 बिस्तारै बिस्तारै ऊ जानु सम्मान बिस्तारै बिस्तारै। उहाँ चालक हुनुहुन्छ। टाउको है टाउको। हामी पहिला उद्धारमा खटियौँ। एकजना पुरुष चालक हुनुहुन्छ, त्यस्तै एकजना आमा, 4 जना सवार सायद हुनुहुन्थ्यो। उहाँहरू यतिखेर एम्बुलेन्समा राखिँदैछ। यतिखेर हामी गल्छीमा छौँ। दुर्घटनाग्रस्त गाडी यो दुर्घटनामा परेको गाडी देखेर गल्छीमा छौँ। रगतै लाग्यो नि घाइतेलाई उ गरेको। ए बाटो 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 खाली गरिदेऊ। ठाउँ खाली गरिदेऊ। ठाउँ खाली गरेर ठाउँ। दुईवटा एम्बुलेन्समा घाइतेहरूलाई राखिएको छ। तर माइक्रोको चालक चाहिँ खासै सामान्य अवस्थामा छ, त्यस्तो केही छैन, चोटपटक लागेको छैन भने यो कारमा रहेको यात्रुहरू चाहिँ घाइते छन्। यसरी मोबिल यत्रतत्र छरिएको अवस्था छ। दुईवटा गाडी हामी देख्न सक्छौँ। यो गाडी ठ्याक्कै बिचमा छ। माइक्रो आफ्नो यो ओभरटेक गर्ने क्रममा आएको जस्तो देखिन्छ। यतापट्टि धेरै खाली छ। यो बिचमा चाहिँ माइक्रो देखिन्छ र यो गाडी पनि यतापट्टि आएको छ। यो प्रहरीले अनुसन्धान गर्नेछ। यो चाहिँ ताजा अवस्था हो। यतिखेर हामी गल्छीमा छौँ। धेरै सवारी साधनहरू जाम लागिसकेको अवस्था छ।